हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लग चाहिँ हुनेवाला छ लङ भ्लग एन्ड वी आर ट्राभलिङ टु लखनऊ। म हजुरहरूलाई त्यही नै भिडियो देखाउँदैछु। आज गोरखपुरबाट लखनऊको डिस्टेन्स एन्ड देन हामीले बाटोमा के गर्यौँ भन्ने कुरा नै देखाउँदैछु। यहाँ बाबु चाहिँ रेडी भइसकेको छ। हाम्रो अगाडि चाहिँ घर अगाडि चाहिँ रोडको काम भइरहेको हुनाले गाडी चाहिँ अलिकति बाहिर राख्नुपर्छ। यहाँ हामी रेडी भएर बाबु म र पापा निस्किसकेको छौँ लखनऊ जानको लागि। यो चाहिँ हो हाम्रो गाउँ जाने बाटो। हामी चाहिँ बाहिर सिटीको बाहिरबाटै हाइवेबाट गयो भने सजिलो हुन्छ भनेर त्यताबाट जाँदै थियौँ। अब एकछिन ट्राभल गरिसकेपछि चाहिँ हामी होटलमा रेस्टुरेन्टमा खाना त हामीले घरबाटै खाएर गएको थियौँ। बाबु चाहिँ अलि बिहान खान मन गरेन, त्यही भएर उसलाई खानेकुरा खुवाउन अनि हामीले पनि चिया खान भनेर रोकेको थिएँ। हामीले त्यहाँ चाहिँ पकौडा र चिया खायौँ। हेर्नु न आँप कस्तो राम्रोसँग ऊ भएको, त्यही भएर मैले हजुरहरूलाई देखाउँदैछु। मलाई चाहिँ अलिकति खोकी लागिरहेको छ कि राम्रोसँग खोकी ठिक नै भएको छैन, कति टाइम भइसक्यो, त्यही भएर बिचबिचमा अलिकति खोकी हुन सक्छ रेकर्डिङ गर्दै चाहिँ, त्यही भएर बेयर विथ मी फर द्याट। अनि त्यसपछि अब चाहिँ हामी सुरु भइसकेको छ हाम्रो जर्नी। फेरि गोरखपुरबाट लखनऊ चाहिँ 263 किलोमिटर छ। डिस्टेन्स चाहिँ अलमोस्ट 5 to 6 आवर्स लाग्न सक्छ। हामी चाहिँ अब रोक्दै बाबुलाई खुवाउँदै अनि फेरि उ गर्दै गएको हुनाले अलमोस्ट 6 आवर नै लाग्यो। यी लखनऊ अब आइसकेको छौँ। हामी लखनऊ बोर्डर टच भइसकेको छ। हामी चाहिँ आज मेदान्तमा जाँदैछौँ फर सम मेडिकल ट्रिटमेन्ट। मलाई चाहिँ देखाउनु थियो मेदान्तमा, त्यही भएर जाँदैछौँ मेदान्त लखनऊ। एकदमै राम्रो छ, प्राइभेट हस्पिटलहरू मध्येको वान अफ द बेस्ट। अनि डक्टरहरू पनि एकदमै राम्रो भनेको भएर मैले अपोइन्टमेन्ट लिएको छु आजको लागि। हाम्रो अपोइन्टमेन्ट 4 बजेको थियो। हामी चाहिँ घरबाट 9 बजे 9:30मा निस्केका थियौँ गोरखपुरबाट। अनि लखनऊ ठ्याक्क 4:15मा चाहिँ हस्पिटल मेदान्त नै पुगिसकेको थियौँ। बाटोमा रोक्दै गरेर यो चाहिँ BBD लखनऊको युनिभर्सिटी हो। पहिला चाहिँ एकदमै राम्रो युनिभर्सिटी मानिन्थ्यो, तर अहिले चाहिँ अलि ठिकै नै मानिन्छ। लखनऊ सिटी चाहिँ एकदमै सफा अनि ठुलो, ग्रिनरी एकदमै धेरै साइडमा कतै पनि हजुरहरूले रोडमा चाहिँ रुखहरू नभएको देख्न पाउनुहुन्न। एकदमै रुखहरू धेरै मजाले लगाएको अनि बिल्डिङहरू पनि ठुलो। मलाई त दिल्लीभन्दा पनि लखनऊ अझै मनपर्छ। म लखनऊमा पनि बसेछु, दिल्लीमा पनि बसेछु, मलाई चाहिँ लखनऊ मनपर्छ। यो चाहिँ हो लखनऊको स्टेडियम। यहाँ चाहिँ IPLको म्याचेसहरू पनि हुन्छ। हामी चाहिँ कहिले हेर्न गएको छैनौँ, अहिलेसम्म मौका मिलेको छैन त्यहाँ जाने, तर यहाँ म्याचेसहरू हुन्छ भन्ने चाहिँ मैले सुनेको छु। त्यसपछि चाहिँ यहाँ स्टेडियम पछि चाहिँ आउँछ लुलु मल भन्ने, त्यो पनि एकदमै ठुलो युथ छ। आज चाहिँ यो चाहिँ हो सुशान्त गल्फ सिटी भन्ने हाउसिङ सोसाइटी। यो पनि एकदमै राम्रो सफा, अलमोस्ट एकछिनको लागि त त्यो फरेन कन्ट्रीको फिलिङ नै आउने छ यति ठाउँ चाहिँ होइन। तर अब इन्डियामा 4 र इन्डिया इज त्यो एकदम रिलेटेड छ, त्यही भएर 4 त हुने नै भयो। यहाँ अगाडि चाहिँ एकदमै एकछिन चाहिँ एकदमै राम्रो छ कि त्यसपछि चाहिँ अब अगाडि बढिँदै गएपछि चाहिँ अनि 4हरू पनि हुन्छ। लुलु सुपर मार्केट, लुलु मल भनेको चाहिँ मैले यही हो। यो चाहिँ दुबई बेस्ड कम्पनी हो अरे जसले यहाँ बनाएको। एकदमै ह्युज, एकदमै ठुलो छ। म हजुरहरूलाई भोलि पर्सि हामीहरू घुम्न जान्छौँ, त्यो बेलामा चाहिँ भित्रको पनि देखाउँला के कस्तो छ भनेर। आजको लागि चाहिँ बाहिरबाट देखाउँदैछु। आज हामी चाहिँ कहीँ पनि घुम्न अथवा केही गर्न जाँदैनौँ। आज चाहिँ मेन हाम्रो पर्पस भनेकै मेदान्तमा देखाउने हो। म हजुरहरूलाई मेदान्त हस्पिटल चाहिँ देखाउँछु। अब एकछिनमा हामी पुग्छौँ, हाम्रो अपोइन्टमेन्ट पनि छ, त्यही भएर हामीले मिस गर्न मिल्दैन। यो आइसकेको छौँ हामी मेदान्त लखनऊ चाहिँ दिल्लीको कम्पेरिजनमा अलिकति सानो रहेछ। म फर्स्ट टाइम गएको, यहाँ बन्दै पनि रहेछ, कन्स्ट्रक्सनको काम भइरहेको छ। तर यहाँ पनि कस्तो भिड नै थियो, एकदमै धेरै मान्छेहरू देखिरहेको थिएँ मैले होइन, डिफ्रेन्ट उसको। अब तर फेरि एकदम सिस्टमेटिक भएको हुनाले होला त्यस्तो धेरै ऊ चाहिँ लागेन, हामीलाई टाइम चाहिँ लागेन। 4 बजेको अपोइन्टमेन्ट लिएको थियौँ हामीले, 4:15मा हामी पुगिसकेका थियौँ। अनि त्यसपछि त्यहाँनिर रेजिस्ट्रेसनहरू गर्दा अलिकति टाइम लाग्यो। देखाइवरी हामी अलमोस्ट
4:45 मा त बाहिर निस्किनै सकेको थियौँ। ठुलो भिड भइकन पनि एकदम सिस्टमेटिक भएको हुनाले चाहिँ टाइममै भयो। सिस्टमले चल्यो भने चाहिँ एकदम राम्रोसँग हुने रहेछ भन्ने कुरा चाहिँ यहाँबाट अब प्रुभ हुन्छ होइन। त्यति छिटो अब त हामी नर्मल क्लिनिकबाट पनि बाहिर निस्केका थिएनौँ जति यो ठुलो यति ठुलो हस्पिटलबाट निस्केका थियौँ होइन। अब पर डेको अपोइन्टमेन्टहरू फिक्स गर्ने अनि तिनीहरूलाई मात्रै बोलाउने गरेपछि त अभियसली एकदम म्यानेज्ड भयो नि त त्यो कामहरू। अब चाहिँ हामी होटल जाँदैछौँ यहाँ हस्पिटलबाट निस्केर। म चाहिँ हजुरहरूलाई बाटोको भ्यू देखाउँदैछु। यो डिफ्रेन्ट अब बिल्डिङहरू के को थियो, अफिसेसहरू केही उहरू गभर्मेन्ट कलेजहरू थियो कुनै चाहिँ, त्यो म हजुरहरूलाई बाटोमा देखाइरहेको छु। आज र भोलि चाहिँ हामी लखनऊमै बस्छौँ अनि पर्सि बिहानै चाहिँ हामी अयोध्या पनि जान्छौँ। अयोध्या राम मन्दिर दर्शन गर्न म हजुरलाई अयोध्या गएको भिडियोहरू पनि भ्लगहरू पनि अपलोड गर्नेछु। यो चाहिँ हामी खाजा खानको लागि रोकेको थियौँ। खाजा चाहिँ हामीले नैनीताल मोमो भन्ने रेस्टुरेन्टमा खाएको हो। नैनीताल मोमोजहरू चाहिँ डिफ्रेन्ट भेराइटिजको प्लस त्यो मैदा पनि युज गर्दैनन् उनीहरूले, आँटा अनि मिलेटहरू डिफ्रेन्ट काइन्ड अफ मिलेटहरू युज गर्छ अनि अलिकति कम्पेरिटिभली एक्सपेन्सिभ पनि छ। तर टेस्ट चाहिँ अब हेल्दी त होला होइन, तर टेस्ट चाहिँ अब मान्छेले कहिलेकाहीँ खान बाहिर जान्छ होइन, अन्त हेल्दी भन्दा पनि टेस्टी नै खान खोज्छ नि त। त्यस्तो धेरै टेस्टी चाहिँ थिएन। यो चाहिँ हाक्का नुडल्स अर्डर गरेको थियौँ हामीले, भेज हाक्का नुडल्स, तर एकदमै के एकदम फिका जस्तो थियो। अनि यो चाहिँ मोमो भयो। यो चाहिँ पिठोको आँटाको मोमो, मिलेटहरू मिक्स गरेको मोमो थियो। भित्रको फिलिङ चाहिँ मिठो नै थियो तर त्यो बाहिरको कभर त एकदमै धेरै मोटो खासै मलाई मन परेन। त्यसपछि आज चाहिँ हामी अब जुन होटलमा स्टे गर्दैछौँ त्यो होटलमा आइसकेको छ। दयाल गेटवे भन्ने होटल हो यो चाहिँ 4 स्टार प्रपर्टी हो। त्यति धेरै ठुलो त छैन बदेन राम्रो नै थियो, म्यानेज थियो, सफा थियो होइन। त्यति भएपछि पुगि नै हाल्यो हाम्रो लागि। हाम्रो चाहिँ 7th फ्लोरमा थियो। यहाँ चाहिँ हामी रिसेप्सनमा गर्दैछौँ एन्ट्री गर्नको लागि, त्यो गर्दै हुनुहुन्छ पापा चाहिँ। अनि बाबु चाहिँ यहाँ अब हल्लाखोर गर्दैछ। उसलाई नयाँ चिज देखेपछि जहाँ चाहिँ सबै हेर्नुपर्छ अनि घुमी सबैलाई हेर्दैछ बाबुले। अब चाहिँ एकदमै धेरै एक्टिभ भइसकेको छ बाबु। पहिला चाहिँ हामी बोल्दैन यस्तो गर्दैन भन्थ्यौँ बाहिर जाँदा, अहिले त ऊ सबै चिज हेरिसकेका हुन्छ यताउति घुमेर। यो चाहिँ फ्रेस फ्लावर राखेको रहेछ यहाँ, कस्तो राम्रो लागेको भएर मैले भिडियो हेरिहालेँ, देखाइहालेँ हजुरहरूलाई। यो चाहिँ फ्रेस फ्लावर हो, देख्दाखेरि त्यस्तो नलाग्न सक्छ तर हो यो चाहिँ फ्रेस फ्लावर। त्यसपछि यो चाहिँ एउटा कफी काउन्टर टाइपको रहेछ, त्यो पनि एकदमै राम्रो थियो कफी खान मन लाग्ने मान्छेहरूको लागि। अनि यो चाहिँ हो हाम्रो रुम आजको लागि, आज अनि भोलिको लागि। म हजुरहरूलाई रुम टुर दिँदैछु। सफा अनि ठुलो स्पेसियस नै थियो, ठाउँ राम्रो थियो। यहाँबाट भ्यूहरू पनि राम्रो देखिन्थ्यो। लखनऊको वेदर चाहिँ अलिकति पानी पर्ला जस्तो भएको भएर मौसम पनि एकदमै राम्रो छ। अहिले चाहिँ एकदम पर्फेक्ट वेदर छ, तर अलिकति बिरामी पर्ने जस्तो वेदर छ। त्यही भएर मलाई पनि खोकी अनि अलिअलि रुगाहरू जस्तो लागिरहेको छ। अनि त्यसपछि चाहिँ अब हामी डिनर खान्छौँ अनि बाबुलाई चाहिँ मैले सेरेलेक नै खुवाइदिएँ आजको लागि। आजको हाम्रो डिनर चाहिँ चिकन बिरयानी, त्यसपछि सलाद अनि त्यसपछि कर्डको राइता। एकदमै मिठो थियो चिकन बिरयानी पनि, माइल्ड थियो, त्यति धेरै स्पाइसी थिएन। खानासाना खाइसकेपछि चाहिँ अब हामी रेस्ट गर्छौँ। आई होप हजुरहरूलाई मेरो भ्लग राम्रो लाग्यो होला। राम्रो लाग्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि केही सजेसन छ भने पनि त्यो पनि दिनुहोला, कस्तो टाइपको भिडियोजहरू बनाउने भनेर। आजको लागि चाहिँ यति नै। ओके बाई, सी यू इन नेक्स्ट भिडियो। यो चाहिँ हो यहाँबाट देखिने नाइट भ्यू। ओके बाई।